फर्स्ट टाइम साथीहरुसँग यो ठाउँमा मासु भएको चटपटे पनि खाइयो। लङ टाइम पछि हाम्रो फुटसल म्याच थियो, जिउलाई एक्सरसाइज पनि भयो। भोलिपल्ट साथीहरुसँग मजाले चिया खाँदै थिए, गीत सुन्न पनि पाइयो। अनि चिया सकिसकेपछि आज चाहिँ हाम्रो घुम्न जाने प्लान थियो। हामी चाहिँ अलि छिटो गइरहेको थियौं किनकि हामीलाई दर्शन पनि गर्नु थियो। सररर लाएर पुग्यो हामी पनि दक्षिणकाली। सिजन नभएर होला पुरै खाली खाली थियो। पहिला यस्तो भिड हुन्थ्यो, अहिले चाहिँ पुरै सुनसान नै थियो। हामीहरु एकैछिनमा मन्दिर पुग्यौं। ठाउँ पनि एकदमै ब्युटिफुल देखिरहेको थियो। धेरै पछि गएको थिएँ, दर्शन पनि गर्यौं। टुरिस्टहरुको ग्रुप पनि देखा परियो। वरिपरि घुमेर चाहिँ हामीहरु भोजन गर्न तर्फ लाग्यौं। हामीले चाहिँ पुरी तरकारी खाएको थियौं। हामीहरुले चिकन चटपटी पनि खाएको थियौं। प्राइस चाहिँ 130 थियो, तर प्राइस अनुसार चाहिँ थिएन। मासु लास्टै कम थियो।